सेवा नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। यहाँ त निकै जाडो बढेको छ काठमाडौँमा होइन, निकै जाडो छ। अब यस्तो भिडियो मार्फत चाहिँ आफ्नो कन्टिन्यूतिरै लागौँ होइन, अगाडि बढौँ। मैले के भन्दै थिएँ भने यो याङ्गो अहिले निकै चलेको नेपालमा सस्तो र बोनस सिस्टम दिएको कारणले गर्दा निकै नै चलिआएको छ र गाह्रो पनि धेरै छ प्यासेन्जरलाई पनि राइडर्सहरूलाई पनि भन्ने मैले राखेको थिएँ होइन। अनि त्यो चाहिँ के छ भने मेन समस्या भनेको लोकेसनकै छ होइन। राइडर्सहरू पनि एकदम घुमेको गर्नुपर्छ, सिधा बाटो नदेखाएर बाङ्गो देखाइदिने होइन, अर्कोतिरबाट घुमेर जानु देखाइदिने। अनि फेरि बाटो देखाएर आउँछ, त्यहाँ चाहिँ बाटै हुँदैन, म्याप देखाएर आउँछ, गयो पर पुगेपछि बाटै हुँदैन, फेरि फर्किनुपर्छ, ढिलो हुन्छ। ढिलो भएपछि प्यासेन्जरहरू रिसले क्यान्सल गरिदिने हुन्छ। त्यो चाहिँ एकदम दुःखको कुरो छ याङ्गोमा। नयाँ भएर होला त्यो सिस्टम पनि सायद चाँडै बन्छ होला होइन। अनि अर्को कुरा चाहिँ एकदम यो लोकेसनमा नपुग्दाखेरि क्यान्सल गर्नेको धेरै उयो छ क्या। त्यो चाहिँ अब त्यस्तै खालको म्याप देखाइदिन्छ त राइडर्सहरूलाई त त्यो त निकै गाह्रै छ। अनि न्यू युजरहरूलाई पनि के समस्या छ भने अब इनड्राइभ पठाउ चलाउनेहरू पनि याङ्गोमा आएको हुन्छ नि त। अनि त्यही सम्झेर ट्याक्कै यो पिकअप लोकेसन केही नहेरिकन डाइरेक्ट डेस्टिनेसन लाउनुहुन्छ। डेस्टिनेसन लगाएपछि चाहिँ ट्याक्कै बुक गर्नुहुन्छ। अनि अब राइडर्सहरूले म राइडर हो होइन, मैले नै अब डाइरेक्ट तपाईँ लोकेसनमै हुनुहुन्छ, हजुर म लोकेसन छु चाँडै आउनु होला भन्नुहुन्छ होइन। चाँडो त जाने नि, अब लोकेसन अब हेरेर जानु पऱ्यो होइन। सबै ठाउँ सबै राइडरलाई थाहा नहुनसक्छ, हेर्दै गयो लास्टमा लोकेसन पुगेपछि फोन गर्दैन, म लोकेसनमा आएँ कहाँ हुनुहुन्छ भन्दाखेरि म लोकेसनमै छु भन्नुहुन्छ। त्यो एकदम लोकेसन विदेशीको प्यासेन्जरहरूले चाहिँ फेरि हामीले फोन गर्दाखेरि चाहिँ विदेशीहरू पनि हुन्छ नि त, अब याङ्गो युजर्सहरू, इनड्राइभ युजर्सहरू, पठाउ युजर्सहरू हुन्छ होइन। अनि ओके आई लेट मी चेक भन्छ होइन। त्यसपछि म करेन्ट लोकेसनमै छु भन्नुहुन्छ। त्यसपछि जाँदा ट्याक्कै हुन्छ होइन। नेपालीले चाहिँ म ठिकै छु, म खतरै हो, म जान्ने हो भन्ने हुन्छ होइन। लास्टमा जाँदाखेरि हुँदैन क्या, त्यसपछि एकदम दुःख पाइन्छ। अनि कतिपयले चाहिँ फेरि पिकअप लोकेसन चाहिँ उसको डेस्टिनेसनमा एराइभल लोकेसनमा लगाइदिनुहुन्छ। अनि म लोकेसनमा छु, छिटो आउनु कि छिटो आउनु भन्छ, जाँदाखेरि हुँदैन होइन। 9 मिनट 15 मिनटसम्मको याङ्गोमा दिन्छ होइन, पठाउमा भन्दा नि याङ्गोमा चाहिँ। अहिले याङ्गो कुरा गरिरहेछ, अरूको चाहिँ बिस्तारै कुरा गर्दै जाउँला होइन। याङ्गोमा 15 मिनट टाढोसम्मको बच्छ होइन, हामीले उठाउनु पर्ने हुन्छ। उठाएन भने प्रो लेभलहरू घट्छ। त्यो यस्तो प्रो लेभल भनेको पनि त्यो घट्दै जाने, त्यो घटेपछि अलिक कम्ती रिक्वेस्ट आउने हुन्छ क्या त्यो चाहिँ। त्यसपछि त्यत्रो टाढोबाट गइन्छ, लास्टमा उहाँहरू चाहिँ पिकअप लोकेसन नभएर डेस्टिनेसन उता एराइभल लोकेसन हुन्छ क्या। त्यसपछि अनि के गर्ने, ला म त यताबाट पो जाने हो, अब के गर्ने, क्यान्सल नगरेको उपाय छैन। त्यो क्यान्सल गरेपछि फेरि राइडर्सहरूलाई अलिक कम्ती रिक्वेस्ट आउने रहेछ है। फेरि प्यासेन्जरले नै क्यान्सल गरे भने त्यो कम्ती यो रिक्वेस्ट आउँछ। नयाँ युजरहरू हुन्छ, अरूमा जस्तै टाकटुक अब पठाउमा इनड्राइभमा जस्तो हान्नुहुन्छ, अलिकति लोकेसनमा चाहिँ याङ्गोमा धेरै नै प्रब्लम छ। तपाईँहरू पनि हुनुहुन्छ भने, याङ्गो युजर्सहरू हुनुहुन्छ भने यो म अस्ति बिस्तारो बताउँदै जानेछु, तपाईँहरूलाई हेर्दै जानु होला भिडियो है त। सेवा नमस्कार।